सानो एउटा मर्निङ रुटिन बनाउनु गइरहेछ आज। अहिले म कामतिर जाँदैछु अनि इट्स 8:16 इन द मर्निङ। पसल खोल्नु गइरहेछ अनि बिहान 7 बजी उठेर फ्रेस भएर टक्कै हिँड्छु 8 बजीतिर। साली सवा हे भन्छ नै चा गाजा स्यालले फोन गरेछ अघि, फोन गर्दै नउठाएर। के हो साथी भर उठ्दै? स्याल भर उठ्दै। ल ल ल म माथि छ होइन भइसक्यो भने कस्तो के भने राखेँ मैले। अघि फोन गर्दाखेरि फोन उठाउँदैन अनि काम भइसकेपछि चाहिँ भन कि भन। अनि 7 बजी उठेर फ्रेस भएर टक्क 5-8 बजीतिर चाहिँ म हिँड्छु। पहिला चाहिँ तलको सबमा काम गर्थेँ, अहिले माथिको सब छ। माथि त्यहाँ लिफ्ट पनि चढेर जानु मिल्थ्यो। ओ के हो भ्यू त, के हो म्या, यो त नेक्स्ट लेभल देखेँ त। फर्स्ट टाइम देखेँ त मैले यस्तो त, सही देखेँ त। अनि त्यही हो, अहिले माथि पुगेर म कस्तो छ पसलहरू देखाउँछु है त। सोलेयर भन्छ त्यो माथिको डाँडातिरलाई। अनि त्योभन्दा पछाडि चाहिँ कोक्सोवाल भन्ने छ। अनि अहिले हामी भएको चाहिँ मेरीबेल मोटरेट हो। अब म पसल पुग्नु लागिसकेँ ल। टाढा एउटा बत्ती त निभेर यो चाहिँ मेरो काम गर्ने ठाउँ। स्कियरहरू सर्भिसिङ आउँदाखेरि टक्क यहाँ व्याक्स एजेस बनाउने। अनि म माथि चढ्दैछु म। ट्याक यही हो, बत्ती सट बाल्यो, सबस्ट्रेट गऱ्यो है त। स्किज रेन्ट गर्ने सेक्सन हो यो। अल दिज हल्का ग्लोभ्सहरू बेच्नको लागि, सुजहरू बेच्नको लागि, सक्स बेच्नको लागि। यहाँ रेन्टल सुज। एन्ड आफ्टर द्याट चस्माहरू छ, ब्यागहरू त्यहाँ छ, हेलमेट। त्यही हो, हामी चाहिँ यहाँ चाहिँ टेक्सटाइलहरू बेसी छैन, एसेसरिजहरू अलिकति बेसी छ। यस्तो सानोहरू ब्यागहरू यस्तो अलिअलि मेरीबेल लेखेको हुडीहरू। द्याट यहाँ गगल्सहरू भयो अनि टोपीहरू। त्यही हो पसलमा बेच्ने कुरा।